घन्टीमा डन्डीमा घुमाउरोमा लौरोमा सूर्यमा हँसिया हतौडामा कसैले भोट हाल्दैन, त्यसको पनि संकल्प गर्नु छ। त्यसका नाममा अमेरिकादेखि नेपालका सहकारी ठगिने अनि गाँजा खाएर पशुपतिनाथ लुट्न जाने कोठाभित्र बसेर तिनीहरूलाई पनि नेपाली कांग्रेस पार्टीले तहलाउनु छ। तिनीहरूलाई पनि नेपाली कांग्रेस पार्टीले तहलाउनु छ। त्यसको स्वामित्वको, शहीदहरूको सपनाको स्वामित्व लिँदै नेपाली समाजमा निराशा बाँट्ने घन्टी डन्डीहरूलाई पनि तहलाएर नेपालको संविधानलाई जोगाउनु छ। पार्टीका कार्यकर्ताले तपाईहरुलाई हेरिरहेका छन्। तपाई विचारको सन्तान नहुनु होला। बीपी कोइराला र सुवर्ण शमशेरको विचारको सन्तान हुनु होला, रगतको सन्तान नभए पनि तपाईहरुलाई धेरै देशभरिका मान्छेहरूले हेरिरहेका छन्। अब आउने 8 हप्तापछि संसदीय निर्वाचन हुँदैछ। तपाईहरुका बीचमा पार्टी एकताको चुनौती त छँदैछ। यदि 2/3 बहुमत ल्याउने हो भने अब नेपाली कांग्रेस पार्टीलाई साला साली दाई भाइ हुक्के बैठके ढोकेबाट मुक्त राख्नुभयो भने नेपाली कांग्रेस पार्टीको बहुमत आउँछ। नेपाली कांग्रेस पार्टीको बहुमत आउँछ। त्यतिले मात्रै नेपाली कांग्रेस पार्टीको बहुमत आउँदैन। तपाईहरुका बीचमा पार्टी एकताको चुनौती छँदैछ। मेरो सभापति, मेरो अभिभावक शेरबहादुर देउवा यो पार्टीबाट लिनुपर्ने सबै चिज लिनुभयो। अब हामीलाई दिनुपर्ने बेला टाढा टाढा भागिरहनु भएको छ। उहाँलाई पनि तपाईहरुले यहाँ ल्याउनु छ, एकताको सन्देश दिनु छ। तेस्रो कुरा तपाईहरुका बीचमा म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, भन्न चाहन्छु, अब नेपाली कांग्रेस पार्टीका कार्यकर्ता घन्टीमा डन्डीमा घुमाउरोमा लौरोमा सूर्यमा हँसिया हतौडामा कसैले भोट हाल्दैन, त्यसको पनि संकल्प गर्नु छ। त्यसको पनि नेपाली कांग्रेस पार्टीले आजका दिनमा संकल्प गर्नु छ। तेस्रो कुरा, अन्तिम कुरा म तपाईहरुका बीचमा भन्न चाहन्छु, यो दोस्रो विशेष महाधिवेशन हो। 7 साल 46 साल 62-63 सालको जनआन्दोलन 2082 सालको भदौमा 22-23 गते भएको 23-24 गते भएको जेनजीको आन्दोलनमा 76 जना नौजवान युवाहरू शहादत प्राप्त गरे। त्यसका मुद्दा नेपाली कांग्रेस पार्टीभित्र 4 वर्षदेखि महामन्त्री द्वयले उठाउनु भएको थियो, जसले समाजमा निराशा बाँडेका थिए। त्यो मुद्दा नेपाली कांग्रेसका पार्टीका महामन्त्री 2 जनाका मुद्दाहरू थिए। ती शहादत प्राप्त गर्ने 76 जना शहीदहरूका परिवारको आँसु पुस्नु छ नेपाली कांग्रेस पार्टीले। तर त्यसका नाममा अमेरिकादेखि नेपालका सहकारी ठगिने अनि गाँजा खाएर पशुपतिनाथ लुट्न जाने कोठाभित्र बसेर तिनीहरूलाई पनि नेपाली कांग्रेस पार्टीले तहलाउनु छ। तिनीहरूलाई पनि नेपाली कांग्रेस पार्टीले तहलाउनु छ। त्यसको स्वामित्वको, शहीदहरूको सपनाको स्वामित्व लिँदै नेपाली समाजमा निराशा बाँट्ने घन्टी डन्डीहरूलाई पनि तहलाएर नेपालको संविधानलाई जोगाउनु छ, देशलाई जोगाउनु छ। नेपाली कांग्रेस पार्टीका कार्यकर्ताहरूको शिर उच्च राख्नु छ र शेरबहादुर दाइलाई पनि सँगै लिएर जाने हाम्रो चुनौती छ। त्यो चुनौतीलाई तपाईहरु 2 जना महामन्त्रीले बीपी र सुवर्ण शमशेर भए जस्तै खुट्टा नकमाइकन तपाईहरुको साथमा यी साथीहरु छन्। हामी छौं। सदैव नेपाली कांग्रेस पार्टीको विचार नेपाली भूमिमा बाँच्ने गरी अडान लिनुस्। हामी तपाईहरुको साथमा छौं भन्ने प्रतिबद्धता व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद। जय नेपाल।